हेलो ब्युटिफुल पिपल वेलकम ब्याक टु माई युट्युब च्यानल आई होप तपाईँ सबै सन्चै हुन्छ होला है। अनि आज चाहिँ म सौरा जान लाग्छु केमा भन्दाखेरि के अरे साइकलमा जाँदैछु। अनि बेलुकातिर यसो झ्याउलाइरहेको है। लेट्स गो। अब हामी यो एङ्गलै मिलाउनु जाने मैले सिधै जाने हो। बहिनी अगाडि गइरहेछ है। अब कतिखेर पुगिन्छ थाहा छैन, हामी थाकिसक्यो। यो चाहिँ अहिले हामी थारू गाउँभित्र छौँ है गाइजहरू। सबले हेर्छन् यार, कन्फिडेन्स लेभल ल के भएर र। सो गाइज यहाँ यो गाउँ चाहिँ एकदम सही हो क्या, मलाई चाहिँ एकदम दामी लागिरह है। बहिनी चाहिँ यता मेरो यहाँ हेर्न सक्नुहुन्छ है। बाटोमा आइसक्यौँ है। यो त सही हो, धानै धान हो यतापट्टि साइडमा। अब सुई जानुपर्छ है, किनभने टाइम छैन हामीसँग है। बहिनी चाहिँ अगाडि आइसक्यो, मैले त एकछिन माइक मिलाइरहेको थिएँ नि त। ल ठिक छ, अब हामी सौरा चाहिँ पुग्न लागिसक्यौँ। अनि अब 10-15 मिनट जति लाग्छ होला है। अनि 10-15 मिनटमा चाहिँ हामी पुग्छौँ। यो साइड हेर्नु न, सही होइन त, धानै धान हो क्या, सही होइन यार। मेरो घरबाट हाम्रो घरबाट चाहिँ जस्तो 10-15 मिनट मात्रै छ कि, सही हो यार, नाइस। सो गाइज अनि यस्तै हो। अब हेर्न चाहिँ मान्छेहरूले सबले हेर्छ है, साइकल चला ग्लोभ्स ला भने है। साइकल चलाउनु जति मजा फेरि कुनैमा आउँदैन है। मलाई चाहिँ एकदम रमाइलो लाग्छ। अनि आज मैले हेलमेट लाएर चलाइराखु। अनि त्यही भएर सबले हेरिरह, मलाई हेर्न चाहिँ सही रमाइलो छ यार। यतातिर यो चाहिँ सब थारू गाउँ हो। यो नि खैरेनीमै पर्छ जस्तो लाग्छ मलाई। अनि यहाँ फ्याक्ट्रीहरू लोत रहेछ, फ्याक्ट्रीहरू फेरि यहाँ चाहिँ फ्याक्ट्रीहरू लोत छ है। सो बहिनीले चाहिँ उता पछाडि मैले भ्लग बनाइरहेछ। सो गाइज अब अझै हामीलाई 15 देखि 20 मिनट जति लाग्छ होला होइन। अनि 20 मिनट पछि चाहिँ हामी सौरा आउँछौँ होला है। तल माथि आयौँ है। यसो क्यामेरा अलिकति बिग्रियो कि कस्तो एङ्गल आएको छ है, कमेन्ट गरौँ होला। अब यो चाहिँ मेरो फर्स्ट साइकल भ्लग बनाउनु त मैले पहिलेदेखि नै भ्लग बनाइरहन्थेँ, तर हाल्न चाहिँ युट्युबमा हालेको थिइनँ। तर अब यो पालि चाहिँ म फर्स्ट टाइम भ्लग हाल्दैछु है। सो गाइज अब हामी यहाँ नयाँ ठाउँ, यो मेरो लागि चाहिँ नयाँ ठाउँ नै हो है। अस्ति आउँदा आएको थिएँ, तर सोध्दै बाटो सोध्दै आएको थिएँ। अब यो पालि चाहिँ अब म यसरी नै सोध्दिनँ कसैलाई पनि आज। सो अहिले हामी बुढी राप्ती पुल आइसक्यौँ। साइकल चलाउनु चाहिँ एकदम रमाइलो हुन्छ है। अब फेरि अब यो चाहिँ यहाँ खजुरी बिस्कुट फ्याक्ट्री छ है। त्यहाँ पहिला हाम्रो गाउँको आन्टीहरू चाहिँ यता आउनुहुन्थ्यो है। यो चाहिँ बुढी राप्ती पुल हो। यो बुढो राप्ती पुल चाहिँ कता थाहा छैन है। त्यही नि साइड है या मान्छे साइड। सो गाइज अहिले झन्डै हाम्रो एक्सिडेन्ट भइसकेको थियो, क्यामेरा चाहिँ अन नभएर हेर्न पाएन। अब यो साइड हेर्नु सक्नुहुन्छ, धानै धान छ है। यो चाहिँ हाम्रो घरबाट लगभग 3-4 किलोमिटर टाढा आइसकेको छौँ। यहाँ चाहिँ अलिकति अफरोड छ, मोबाइल सेकी भइरहेको होला होइन। सो केही छैन, यो चाहिँ मेरो फर्स्ट भ्लग हो। यो भ्लगबाट चाहिँ मैले धेरै कुरा सिक्छु होला आज। अफरोडिङ गाइज, अफरोडिङ। यो बाटो चाहिँ एकछिन 10 मिनट जति अफरोडिङ जस्तै छ। अनि त्यसपछि धेरै लाग्दैन। अनि हेर्न चाहिँ मलाई मान्छेहरू सबले हेर्न। सौरा जाने डेस्टिनेसनमा आइसक्यौँ। अलमोस्ट लास्ट थाक्यो यार गाइज। यो यहाँ चाहिँ ढलसल भएको ठाउँ हो कि होइन। 2000 years later. ठिक छ, भैँसी चराउनु भयो? एउटा मात्रै हो भैँसी? खाजा खानु भयो?
कति रुपियाँ पर्छ अहिले भैँसीको? 1.5 लाख। 1.5 लाख है? कति? सो गाइस लेट्स गो। अब हामी यहाँ पानी खायौँ है हल्का। अब चाहिँ कुदाउनु पर्ने हुन्छ है। हल्का चेस्ट माउन्ट हल्लियो कि जस्तो लागिरहेको मलाई। अलिक कम्फोर्टेबल नभएको जस्तो लाग्यो। फेरि म यो सुटहरू फेरि लिनुपर्छ जस्तो लाग्यो मलाई। सो गाइस अहिले भर्खरै चाहिँ मैले सरलाई भेटेँ यहाँ पुलमा है। मलाई चाहिँ नेपाली पढाउनु भएको थियो सरले। त्यो सरले लास्ट मलाई गर्नु थियो, तर बाटोमा भेट्दा त सरलाई रेस्पेक्ट गर्नुपर्छ त गाइज। सो गाइज लेट्स गो ब्याक बिराम। लास्टै गर्नु भयो मलाई त मर लागिसक्यो म। सो अब हामी एकछिनमा पुग्छौँ होला। लास्टै मोबाइल हल्लियो क्या यार, केही छैन। अब हामी इधर से स्टार्ट करेंगे, इधर से एंडिंग करेंगे। सो गाइज अहिलेसम्म ब्लग अलि हल्लिएकै रहेछ है। अब यो नयाँ जस्तै भिडियो भयो होइन। अब हामी थारू गाउँ छिरिसकेको छौँ। सो हल्का क्लिप हेर्नु चाहनुहुन्छ भने रोड देखिया जस्तो भएको हो नानु, धेरै उस भएको छैन होइन। अब रोडै देखिने हो। सो गाइज एङ्गल चाहिँ बेला बेलामा माथि तल भइरहन्छ है। अब यस्तै हो, पहिलोचोटि बनाउँदाखेरि गाह्रै हुन्छ। अब हामी आउनु लाग्यो जस्तो लाग्छ मलाई। कहाँ बाटो हिँडे अघिदेखिबाट लास्ट थाकिसक्यो है। थाक्न चाहिँ अब अहिले चाहिँ हामी थारू गाउँ इन्टर भइसक्यो। यो चाहिँ तपाईँको सौरा पुग्नुभन्दा 1 किलोमिटर अगाडिको होइन। अनि यो 1 किलोमिटर अगाडि चाहिँ एकदम हाम्रो पहिलेदेखि बस्नु भएको हुनुहुन्छ यहाँ थारूहरू होइन। अनि यहाँ चाहिँ तपाईँहरूले लोकल माछा चाहिँ एकदम पाउनुहुन्छ होइन। हाँसको बास्ना पनि यस्तो सो हाँस झन्डै खिचिदिएको अहिले मैले है। सो गाइज अनि के छ तपाईँहरूको खबर है। अनि म चाहिँ अब यहाँ सौरा आउन लागिसक्यो। अनि अब यस्तै हो गाइज। अब नयाँ मान्छेहरूले ल्याउँदा अहिलेसम्म म त आइसक्थेँ 10 मिनटमा होइन। त्यही पनि अब यो नयाँ पहिलोचोटि सौरा आउनेहरूलाई गाह्रै हुन्छ गाइज है। अब अलमोस्ट यहाँबाट एउटा होटेलहरू आउँछ, त्यसपछि अलमोस्ट सौरा हामी इन्टर भइसक्यौँ। सो गाइज तपाईँहरूको खबर के छ कमेन्ट गरिदिनु होला तपाईँहरू। अनि सौरा आउनु भएको बेलामा यसो चितवन आउनु भएको बेलामा सौरा चाहिँ भिजिट गर्नु होला। हजुर स्ट्यान्ड लाग्यो अरे ल स्ट्यान्ड। सो यो धानबारी चाहिँ सही होइन त गाइज, लभली हो नि त। तर गर्मी हुन्छ यो धानबारी बाटोमा। सो यो सो गाइज अहिले चाहिँ अब यहाँ गाह्रो छ है मलाई भ्लग बनाउनुलाई, एकदम गाह्रो छ यहाँ। नतान्न हट दृष्टि सही छ है गाइज। धानबारी चाहिँ यताको धानबारी चाहिँ स्पेसल हो है। यहाँ चाहिँ चैते धान र बर्खा दुइटै धान लाउँछन् होइन। किनकि यहाँको माटो चाहिँ अलिक हुन्छ नि खेत रोप्ने माटो हो कि, त्यही भएर चाहिँ यहाँ खेत रोपिरहन्छन्। अनि के भन्न लाग्थ्यो अघि मैले भन्दाखेरि चाहिँ यतातिर बस्दाखेरि यस्तो गर्मी हुन्छ कि त्यो पानी जमेर तातेर हुन्छ नि। अनि बेलुका चाहिँ तातो राफ आउँछ कि साइडतिर चाहिँ यो धान भएको छ नि त, त्यही भएर। सो अब हामी बास्ना चाहिँ क्या मिठो हाँसको मासुको यार सही हो गाइस, मजा आइरहेछ। गाइस यो मेरो हात हो, म तान्निरहेको छु योबाट। सो हामी अब लिची सोधिदिउँ। लिची कति रुपियाँ किलो हो? 220। किन हो यति महँगो? हजुर 250 रुपियाँ किलो बेचेर आइरहेको छु अहिले भर्खरै।
अब यसले थोरै दाम लगाएर बेचिदिनु सबै 220 रुपियाँ आम्मामा हच गाइस 220 रुपियाँ किलो लिची है 220 रुपियाँ किलो लिची सो गाइस अब हामी सौरा आइसक्यौँ यो चाहिँ स्ट्रिट नम्बर 17 हो जस्तो लाग्छ मलाई अब हामी एउटा गाई चोक हो कि के चोक निक्लिन्छौँ सो जाँदै जाऊँ अब अगाडि बढ्दै जाउँ सो मोटा आएर त सर्यो भने यो ह्यान्डसम भयो भने सो गाइस मेरो सरले अहिले प्रशंसा गरेर गइसक्नु भएको छ अहिले भर्खरै सर एउटा मलाई मेरो नेपाली पढाउने सर भेटेको थिएँ होइन अनि त्यो सरले चाहिँ मलाई प्रशंसा गरेर जानुभयो के गर्नु भन्दाखेरि ओहो यो त ह्यान्डसम भयो अरे क्या लाज लाग्छ नि गाइस सो अब हामी कति यो अस्ति म यहाँ आउँदाखेरि पुरै जमेको थिएँ यार यो साइड पुरै जमेको थियो गाइस जम्न चाहिँ अस्ति न म आउँदा ओ थाके खा सो अब हामी अब यताबाट बगरतिर जाने चाहिँ यो साइड हो कि त्यो साइड हो जाँदै जाउँ है अगाडि अलमोस्ट सो यो बाटो गयो नि पुग्छ यो बाटो गयो नि पुग्छ जस्तो लाग्यो ए यो बाटो चाहिँ चित्रसारी भनेपछि यो बाटो यसरी जानु पऱ्यो होइन कताबाट जाने यो बाटो चित्रसारीको यताबाट जानुपर्छ यताबाट जाने हो क्या यो बाटोबाट उहाँ सिधै उहाँ निक्लिन्छ र गाइस अब हामी अलमोस्ट सौर आइसकेको छौँ लेट्स गो ठाडा गरिदिनु चाहिँ अब यहाँबाट गाडीमा के जान्छ हेर्नु है सो अब यो यहाँबाट एउटा गाडीमा चाहिँ थारूहरूको ड्रेस लगाएको जानुहुँदै हुन्छ है सो यहाँ यो चाहिँ अहिले डान्सको लागि आउनु भयो होला सायद अब बिस्तारै अगाडि जाउँ मान्छेहरूले चाहिँ यस्तो हेर्छन् भिडियो बनाएर देखेर कि मैले त खाइदिने होइन तर भिडियो बनाएर देखेर हाँस्छन् तर केही छैन सो गाइस अब कुदाउनु पऱ्यो हर सो अब हामी अलमोस्ट सौर आइसक्यौँ टाढा टाढा लान्छौ कि सो गाइस स्ट्रिट नम्बर 5 अब हामी स्ट्रिट नम्बर 5 आइसकेको छौँ अलमोस्ट हामी 10 किलोमिटरभन्दा बढी साइकल चलायौँ होला चलाउनु चाहिँ अब जाँदाखेरि चाहिँ राति नै हुन्छ होला जस्तो लाग्छ मलाई किन भन्दाखेरि घरबाट हिँड्दाखेरि नै ढिलो भएको थियो नि त 5:30 जति भएको थियो सो लेट्स गो टाढा टाढा लान्छौ कि सो यो चाहिँ अब त्यहाँ चित्रसारी मेला लाग्ने ठाउँ थियो अघिको अनि त्यो कटेर चाहिँ अहिले हामी अगाडि आइसक्यौँ सो यो बाटोहरू चाहिँ एकदम ठुलो बनाहा किन भन्दाखेरि यो टुरिस्ट एरिया हो नि त टुरिस्ट पनि हो अनि गएर के भन्छ अरे अनि नेसनल पार्क नि हो नि त यो चितवन नेसनल पार्कभित्र पर्छ यो स्ट्रिट नम्बर 3 यो रत्ननगरमा पर्छ स्ट्रिट नम्बर 3 आइसक्यो हामी सो एकदम थाकिसकेँ म टु मच थाकिङ है गाइज सो गाइज अब हामी यहाँ बगर आइसक्यौँ है सो गाइज अहिले हामी बगर आइसक्यौँ है सो अब लास्ट थाक्यो है थाक्यो चाहिँ अनि एकछिन मेरो लागि त्यो चाहिँ सधैँ हप्तामा एकचोटि चाहिँ म यहाँ आइरहेको हुन्छु है हाम्रो चाहिँ नआउने होइन अहिले चाहिँ साइकल चलाएर एकदम थाकिसकेँ हो सो अब यहाँ मान्छेहरू चाहिँ आज धेरै नै छन् है सो गाइज अहिले भर्खरै अब फोटोसोटो खिच्यो है अनि अब आजको लागि चाहिँ यति नै हुन्छ होला बिचमा चाहिँ अब रमाइलो गरेको सिनेमेटिक मात्रै आउँछ होला सो यति नै थ्याङ्क यू